हेलो साथीहरू, वेलकम टु माई ब्लग। लिसा तामाङ मेरो नयाँ ब्लगमा यहाँलाई स्वागत छ। मेरो फर्स्ट ब्लग आजको यो घाडीबाट सुरु हुँदैछ, देख्न सक्नुहुन्छ। यस्तो खरेरी लाग्दो दिनहरूमा हामी कहाँ जाँदैछौँ होला त। यहाँ बाउ छोरा छ भने म छु। यस्तो घारीमा हामी कहाँ जाँदैछौँ त, जङ्गलको बिचैबिच। यस्तो जङ्गलको बिचैबिचबाट हामी कहाँ जाँदैछौँ तपाईँहरूलाई म देखाउन चाहन्छु। यस्तो साथीहरू गाउँघरको जिन्दगानी। र हामी अहिले जाँदैछौँ मकैमा पानी लगाउनको लागि। र पानी चाहिँ हाम्रो उयो देखिरहेको घरबाट सिधा ल्याएर त घर बनाइरहेको ठाउँबाट सिधा ल्याएर यो रुखसम्म लाउनु पर्छ साथीहरू। त्यसै कारणले गर्दाखेरि बाउ छोरा चाहिँ कोदाली बोकेर अघि गइसक्यो। म चाहिँ यहाँ पछाडि यसरी भ्लग बनाउँदै हिँडिरहेको छु मेरो नयाँ भ्लगमा। मेरो फर्स्ट भ्लग के गरौँ जस्तो लागेर अल्छी लागेर बनाएको साथीहरू, माया गरिदिनु होला ल। लग्न ठाउँ आइपुग्यो। यहाँबाट यसरी पाइप छिराएर यसरी लानुपर्ने। हाम्रोको बाउ चाहिँ लाँदैछ, घरि बाउले घरि छोराले यसरी ओछ्याउँदैछु। किसानीको नाति हो यतिकै त, कहाँ जिन्दगी चल्छ र साथीहरू। भयो ज्वरो आएको मान्छे खै लु भयो लात्ताले हानेर बिगार ओछ्याइसकेँ मुहादेखिको पुग्छ पर पुऱ्याउनु पर्ने हो नि साथीहरू। हुन्छ यहाँ पानी पुरेर आमा छोरा चाहिँ बसिरहेको छौँ। यहाँ पाइप यसरी ओछ्याएर यसरी परसम्म। यहाँ मामु छोरी चाहिँ यसरी पानी पुरेर बसेको नि। यता हामी त के गरेर बसेको हामी पानी खोल्दै बसेको। पानी पुरेर बसेको छौँ। बस्नुहोस् हजुर बस्नुहोस्, सर्पो तर्पो हुन्छ। ल हामी चाहिँ यसरी बस्यौँ। अब उहाँ पानी लिन्छ आमासको बाउ पर पुग्नु भएको। छान्नु छ त यहाँबाट हाम्रो बारीसम्म पानी पुग्नु चाहिँ 1 घन्टा लाग्छ। के गर्नु, खेती किसानीको जिन्दगी यस्तै हो। अन्न बालीले भनेको बेलामा भाउ पाउँदैन, भनेको बेलामा पानी लाउनु पाइँदैन, भनेको बेलामा मल भेटिँदैन। यस्तै छ साथीहरू चितवनको हालचाल चाहिँ। अहिले चाहिँ यसरी लाउँदैछु मान्छे। छोरा ओए कोदाल नखन्नु न। यो चाहिँ हाम्रै ठाउँ, हाम्रै गाउँ। फेरि के चाहिँ गरे होला नि। यसरी काम देखाउँदैछन्। काम नहुनेहरू चाहिँ अल्छी गरेर बस्छन्। यहाँबाट तन्काएर लगेको अब चाहिँ तन्काउँदै हिँड्नुपर्ने अवस्था। जिन्दगी पनि खोइ हाल्नु छोरा। कोदाल माम बोक्छु ल्याउनु ड्याडी। ट्र्याक्टर आइरहेछ है छोरा। यो चाहिँ भोलि पानी हाल्नको लागि तयार। यहाँनिर रहेछ दुलो आमसको बाउ। ओ आमसको बा हो न, यहाँ यो माथि हो र। यो त पर्लो छेउ नै पुग्छ नि। पानीको रेखा त यहाँसम्म आछ त नि। यहाँसम्म चिसो छ त। अनि के हो हिँड्न छि भरे तपाईँको आमाले कराउला केही जान्दैन। ल साथीहरू
तोरी फुलेर पनि पाक्न थालिसक्यो। यो चाहिँ कटहरको बोट राम्रो शीतल चाहिँ लिउ फुलेर फल्नु अब कस्तो मजाले फुल्दो रहेछ। हिँड छिटो। ए चप्पल नि उल्टो लाउँछ कहिले उल्टो लाउनु होइन। ल हामी चाहिँ आफ्नो गन्तव्यतिर बाटो लाग्दैछौँ बिस्तारी बिस्तारी। तोरी फुलेर पनि पाकिसक्यो मान्छेहरूको मकै हरियाली भइसक्यो। हाम्रो चाहिँ मकैमा पानी लाउने हो। यहाँ दुलो दालु चाहिँ यसरी टाल्दै टाल्दै जाँदैछौँ हामी तीनजना चाहिँ। लाउने होइन हाम्रो यो मान्छेको हो। कस्तो राम्रो देखेको साथीहरू गाउँ डुब्नु लागेको घाम अनि हाम्रो गाउँ। हजुर लाग्दो दिनको वरिपरि हरियो जग्गाको वरिपरिको आलीको बिचमा यसरी म चुप्प बसेको छु। बाउछराको नाटक त्यहाँ हेर्न सक्नुहुन्छ। के गर्नु बनाउने रहेछले बाल्छ काम गर्नु पर्यो भने त साथीहरू सबैलाई रिस उठ्दो रहेछ। मात्र भनेको होइन सबैलाई रिस उठ्दो रहेछ काम गर्नु पर्यो भने चाहिँ। यता मेन रिसको पक्का चाहिँ आउनु हुँदैछ यहाँनिर कोदालो बोकेर फायर ट्रक अनि लुगाको हालत त फेरि यस्तो यो झारमने औषधि हालेर यस्तो भएको साथीहरू। अब यस्तोमा पानी हाम्रो बारीमा देखिरहेको रुखमा पुग्नुपर्ने हो साथीहरू। कसरी पुग्छ होला नि ठ्याक्कै 1 घन्टा त लाग्छ भन्थ्यो। अब अहिले यो झारले गर्दा त कम्तीमा नि 1.5 घन्टादेखिको 2 घन्टा त लाग्छ होला पानी पुग्ने बारीमा। अनि पानीको घन्टाको हिसाब चाहिँ फेरि 150 रुपियाँ हो नि साथीहरू। 300 रुपियाँ त यसै पाक्छ यो कुलोले नै। त्यसपछि बारीमा पुग्दा गएर मकैको फेदमा त्यो पुग्दा कहिले किसानी जिन्दगी त नि के गरेको हौ छोरो नमात्यो है अहिले। यस्तै छ साथीहरू गाउँघरको हालचाल हल्लीचल्ली मौसम वातावरण काम के गर्नु त साथीहरू गर्नै पर्यो खानै पर्यो। पेसै यही भएपछि त होइन। साह्रै राम्रो देखिएको छ हाम्रो गाउँ पनि तोरी फुलेर मकै हरियाली। यहाँ मान्छेको बच्चाहरू चाहिँ पोजमा बस्नु भएको। जाउँ यहाँ माथि नै आउँदैन कि अहिले यहाँसम्म पनि आउँदैन हुन्छ है मान्छेहरूले। यता चाहिँ टाल्नु पर्ने त थुप्रो छ। यो मुख चाहिँ यो दुईपट्टि फर्केको मुख हुन्छ। योबाट चाहिँ यसरी पानी लाउने बोर्डिङको पानी यसरी आउँछ मुखमा। यो चाहिँ यहाँको बोर्डिङको हो। कहिले घर पुगिन्छ यस्तो पाराले। म चाहिँ बाटो लाग्यो साथीहरू। यो चाहिँ हाम्रो मकै अस्ति भर यहाँ चाहिँ दबाई हालेको। ल साथीहरू यस्तै छ जिन्दगानी दर्पण छायामा। अब चाहिँ हामी घरतिर बाटो लाग्यो भन्दा पनि हुन्छ। वहाँदेखिको पानी यो कुलोबाट हुँदै उता रुखसम्म पुऱ्याउनु पर्ने र यो बारीमा पनि पटाउनु पर्ने। ल जाऊँ साथी ल जाऊँ है साथी हाम्रो गन्तव्यतिर। ओ लो लड्दै र पर्दै ए अब चाहिँ बेसी नाटक हुन थाल्यो है। आज मैले परे छोडिदिएर म चाहिँ अल्छी लागेर यहाँ आएर बसिसकेँ यसरी। अब हामी घरबाट हिँडेको लगभग 3:20 हिँडेको ल अहिले 4 बजेर 4:30 लगभग भइसक्यो।
एक्लो ठन्डा अल्छी लागिसक्यो छोरा नउफ्र नि त्यसरी हौ के बचौ आहे बिचारा मेरो बुढा हेर मेहनत यसरी गर्दैछन् केही समयको लागि हैन छोरा लाग्छ हौ यता आउ न एउटै हातले फेरि यस्तो बल मानहरूसँग त सकिँदैन हामी आफ्नो आफ्नो गन्तव्यतिर लगभग आइपुग्नु लाग्यौँ साथीहरू यसरी नै हिँड्दै बस्दै थेजारिँदै के गर्नु अब त केही गर्नु मिल्दैन केही गर्नु पनि दिँदैन त्यसै कारणले हेर यहाँ कुन चाहिँ बुढाबुढी बसेर मजाले खानपिन गरेछ अनि गएछन् ल फाइनली मकैबारी आइपुग्यौँ हाम्रो मकैबारी यस्तो छ साथीहरू राम्रोसँग हेर्नु होला पछि यहीँबाट हामी मकै पोलेर यत्रो घोगा पोलेर खाएको भिडियोहरू पनि ल्याउँछौँ बिचरा कुन चाहिँ कुखुरा पनि मारेछ यहाँ भुत्ला यसरी बाउ छोरा चाहिँ झगडा गर्दै हिँड्नुपर्छ म चाहिँ केही काम गरिनँ साथीहरू 1.5 घन्टा चाहिँ यत्तिकै मल्ल परेर आलीमा बस्दै सुत्दै के अरे पल्टिँदै बस्दै नाच्दै गाउँदै आइपुगेँ यसरी भिडियो बनाउँदै र अहिले चाहिँ हामी अब घर जान्छौँ अब मेरो काम बारीको हुँदैन साथीहरू घरमा पुगेपछि फेरि म बस्नु पाउँदिनँ मान्छेहरू यहाँ हाँस्दैछन् हेर बुढी गड्डाको भिडियोमा साथीहरू उहाँको फोटो हेरेर मक्ख नगर्नु होला यत्रो बुढी छ मेरो बुढाको मेरो भन्दा ठुलो बुढी यसै कारणले मक्ख नगर्नु होला साथीहरू उहाँ चाहिँ मेरो बुढो हो यत्रो बुढी भएको बुढो फोटो खिच्ने बेलामा भिडियो बनाउने बेलामा चाहिँ पेट घटाइवरी भिडियो गर्नुहुन्छ फोटो खिच्नुहुन्छ यस्तो आइडियावाला बुढाको अब कहाँ पाउनुहुन्छ यस्तो आइडियावाला ल जाऊँ ल अब चाहिँ भोलिको बिहान 5 बजेबाट पानी खोलिन्छ भने बारीमा चाहिँ लगभग 7 साढे 7तिर आइपुग्छ होला किनभने कुलो राम्रो छैन झ्यासले पुरेको छ डुब्नु लागेको घाम अनि ऊ त्यो हाम्रो घर अनि हामी यहाँ बुढाबुढी मेरो छोरा फर्किँदैछौँ साथीहरू आजको मेरो पहिलो भ्लगमा माया गरिदिनु ल सबैजनाले गाउँले भ्लग हेरेर पालेको चाहिँ नदिनु होला रुगा मत भर्खर निको हुँदैछ ल यो चाहिँ हाम्रो पराल ल जाउँ यो चाहिँ दबाईको रुख है हराको रुख हो यो चाहिँ हरा है हरा कि बरा रे यसको दुइटै हो यसको नाम यहाँ गाईलाई पराल बोकेर हिँड्छको मान्छेले कसलाई लगिदिएको थियो गाईलाई लगिदिएर ल साथीहरू अब यस्तै छ जिन्दगानी हाम्रो भिडियो हेरेर दुई माया गरिदिनु होला ल क्वालिटी नआए पनि एडिट गर्नु नआए पनि यसो गाउँले भ्लग त राम्रो हुन्छ होइन गाउँघरको ताजा यसरी हरियाली पहेँलपुर परेको तोरीहरू देख्न सक्नुहुन्छ यहाँ गाउँले जिन्दगी साथीहरू हामी घर आइपुग्यौँ यो चाहिँ हाम्रो घर यसरी आइपुग्यौँ त्यहाँ हाम्रो गोदावरी फुल फुल्नु लागेको छ उहाँ गाईलाई पराल ल्याइदिएको म चाहिँ बाटो हेरेर बस्यो होला हामी आउँछ भने के तपाईँ साथीहरू राम्रोसँग हेरिदिनु के गर्नु त अब जिन्दगानीमा के गरौँ हुन्छ भनेर यसो भ्लग बनाएको ल डस्नाहरू पनि लुगाहरू पनि उठाउनु पर्ने बिजोग छ घरमा पनि ल 2 घन्टा लाग्यो उहाँबाट यहाँ आइपुग्दाखेरि ठिकै छ ल साथीहरू बाई बाई